हिजो अस्ति वर्ल्ड कप स्टार्ट भयो जस्तो लाग्छ, तर भोलिबाट सेमी फाइनल्सका खेलहरू सञ्चालन हुँदैछन्। डे 1 देखि यहाँसम्म आइपुग्दाखेरि धेरै टिमले हारेको, हारिसकेको टिमले जितेको र जितिसकेको टिमले हारेको, यी सबै कुराहरू हामीले विटनेस गऱ्यौँ। अब भोलिबाट सुरु हुँदैछ सेमी फाइनल्सका खेलहरू। पहिलो सेमी फाइनल छ स्पेन भर्सेस फ्रान्स र अर्को सेमी फाइनल छ अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड। हामी यो दुईटै सेमी फाइनलको प्रिभ्यू, एनालाइसिस र प्रिडिक्सन गर्नेछौँ। भिडियो सुरु गर्नुभन्दा अगाडि फटाफट च्यानललाई सब्सक्राइब गरिदिनु होला। स्टार्ट गरौँ भोलि बेलुका हुने स्पेन भर्सेस फ्रान्सको म्याचको बारेमा। स्पेन भर्सेस फ्रान्सको प्लेयर्सहरूको बारेमा कुरा गर्ने हो भने प्लेयर्स सिमिलर छन्। फ्रान्स अलिकति हेभी वेट छ इन टर्म्स अफ प्लेयर्स। स्पेनले आफूसँग बल पोजिसन राखेर डोमिनेटिङ फुटबल खेल्छ। फ्रान्स पनि अ काइन्ड अफ सिमिलर ट्याक्टिक्सै युज गर्छ। डिफेन्सको कुरा गर्ने हो भने स्पेन र फ्रान्स दुवै टिममा अ काइन्ड अफ सिमिलर डिफेन्सहरू छन्। मिडफिल्डरहरूको कुरा गर्ने हो भने स्पेनको मिडफिल्डरहरू अलिकति फ्रान्सभन्दा बेटर देखिन्छन्। पेड्री, गाबी, ओल्मो, रोड्री यी सबै अहिलेका वर्ल्ड क्लास मिडफिल्डर्सहरू हुन्। र फ्रान्सको कुरा गर्ने हो भने फ्रान्सको मिडफिल्डमा अहिले माइकल ओलिसे खेलिरहेका छन्, जुन टिपिकल नेचुरल मिडफिल्डर्स होइनन्। सो मिडफिल्डमा स्पेनले अलिकति बढी वेट राख्ने गरेको छ। अब कुरा गरौँ फरवार्ड्सको। स्पेनसँग जुन क्वालिटीको फरवार्ड प्लेयर छ त्योभन्दा डबल क्वालिटीको फरवार्ड प्लेयर फ्रान्ससँग छ। एम्बापे, बार्कोला, डजिरे डुई, डेम्बेले राइट नाउका सबभन्दा बेस्ट फरवार्ड प्लेयर्सहरू सबै फ्रान्ससँगै छ। र फ्रान्सले आफ्नो हतियार रायन चर्की, कान्टे यी जस्ता प्लेयर्सहरूलाई त युज नै गर्न पाएको छैन। र स्पेनको टिममा पनि लमिन यमाल, निको विलियम्स यी दुईजनाले म्याचलाई काया पलटै गर्न सक्ने क्षमता राख्दछन्। बेल्जियमले स्पेनलाई आफ्नो बेन्चमा रहेका इन्जर्ड प्लेयर निको विलियम्सलाई आफूसँगको म्याचमा मैदानमा उतार्न बाध्य बनाएको थियो। फ्रान्स विरुद्धको म्याचमा लमिन यमाल एन्ड निको विलियम्स स्पेनको दुईटा बिगेस्ट हतियारलाई मैदानमा उतार्नै पर्ने हुन्छ। म्याक्सिमम बल पोजिसन राखेर डोमिनेटिङ फुटबल खेल्न रुचाउँछ स्पेन फ्रान्सको एगेन्स्टमा। तर फ्रान्सले भने आफ्नो घातक विङ्गर्स बार्कोला, डजिरे डुए, डेम्बेले जस्ता प्लेयर्सहरूलाई युज गरेर म्याचलाई चुटकीमा चेन्ज गर्न चाहन्छ। खेल एकदमै आक्रामक र घम्साघम्सी हुनेछ। तर एट द एन्ड फ्रान्सले स्पेनलाई 2-0 को अग्रताले हराउँदै फाइनलमा प्रवेश गर्नेछ। अब ढिला नगरी अर्को म्याच अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको बारेमा कुरा गरौँ। अर्जेन्टिनाले सेमी फाइनलको यात्रासम्म आइपुग्दाखेरि लुरे लारे टिमेर जितेर आएको छ, त्यही पनि स्ट्रगल गरेर आएको छ। र इङ्ल्यान्डले पनि अ काइन्ड अफ सिमिलर फुटबल नै खेलेर आएको छ। तर इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको कम्पेरिजनमा इङ्ल्यान्डले अलिकति सुपेरियर टिम्सलाई हराएर सेमी फाइनलसम्म आएको छ, जबकि अर्जेन्टिनाले ठुला टिम्सहरूसँग खेल्नै बाँकी छ। अर्थात् अर्जेन्टिनाको रियल टेस्ट नै भएको छैन। सो द म्याच बिट्विन अर्जेन्टिना एन्ड इङ्ल्यान्ड विल बी टेस्ट म्याच फर अर्जेन्टिना। अर्जेन्टिनाको अग्नि परीक्षाभन्दा कम हुने छैन। र यदि यो अग्नि परीक्षामा पास भयो भने मेस्सी एन्ड मेस्सीको बथान फाइनल प्रवेश गर्नेछ। तर इङ्ल्यान्डलाई हराउनु इज नट अ जोक। इङ्ल्यान्ड आफ्नो लयमा छ। जुड बेलिङ्गम एकदमै फर्ममा देखिएका छन् र साथै एन्थनी गोर्डनले पनि आफ्नो विङ पार्टमा बबाले पर्फर्मेन्स दिइरहेका छन्। इङ्ल्यान्डका म्यानेजर थोमस टुकेल पनि एकदमै कन्फिडेन्स देखिएका छन् र यही अनुसारमा कुरा गर्ने हो भने इङ्ल्यान्डले अर्जेन्टिनालाई हराउँदै अर्थात् 2-0 या 2-1 को अग्रताको साथमा इङ्ल्यान्ड फाइनल प्रवेश गर्नेछ। यो थियो मेरो सेमी फाइनलको प्रिडिक्सनहरू। तपाईँ मेरो प्रिडिक्सनमा सहमत हुनुहुन्छ कि हुनुहुन्न? प्लिज कमेन्ट गर्नुहोला र च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नुहोला।